ल हाम्री प्यारी चेली जस्मिन चौधरीको आज बर्थडे सेलिब्रेसन गर्न गइरहेका छौँ। हाम्रो धेरै कलाकारहरू छुट्नु भएको छ। विशेष गरी आज त्यस्तो ठुलो नमनाउने सानो मनाउने भनेर केही दाइहरूलाई बोलाएको भन्नाले ल आजको बर्थडे गर्ल जस्मिन चौधरी नमस्ते गर सबैजनालाई। साथीहरूले भिडियो हेरेर तिमीले किन नबोलाएको दिदी भन्छ हेर होइन। तर अब सबैलाई सम्झाऊ आज विशेष खास गरी यत्रो ठुलो मनाउनु खोजे होइन। हामी चाहिँ यतै आउने काम पर्या भएर दिदीले बोलायो र तिमीहरूलाई विशेष छ अरे दिदीले भनेको हो। ल अहिले चाहिँ हाम्रो तयारी चल्दैछ है। यो बर्थडेको तयारी चल्दैछ हाम्रो बर्थडे गली आफै तयारी गर्छ। टेप चाहिँदैन भनेर माला लाउँदैछ उसले। अब हेर यत्रो धेरै अहिले धेरै अझै नअटेर हो भित्तामा धेरै सम्मान पत्रहरू पनि छ बर्थडे गर्लको। हिउँ परिरह यहाँ मान्छे कश्मीर जान्छन् तिमी यहीँ हिउँ हेर्न पाछौ। हाम्रो रत्नगरको लागि राम्रो डान्सर चौधरीको आज हामी बर्थडे सेलिब्रेसन गरिरहेका छौँ। एकदमै रत्नगर कलामन्त्री परिवारको धेरै कलाकारको छुट्नु भएको छ। आज विशेष दिन छ अर्कोचोटि कलामन्त्रीको कलाकारहरूलाई गर्नुहुन्छ। ल ल ह्याप्पी बर्थडे त्यो है। ल ल केक काट्नु अरूले निभाउन खोजे पनि ननिभाउन सधैँ यस्तो घटना बनिरहोस् भनेर ल खोइ त अब के ताली बजाउनु म मात्रै हो क्या। आशीर्वाद दिनु पर्यो नि। मनमा दिनु मनमा त के दियो के थाहा हुन्छ हामीलाई भन्नु पर्यो नि। अलिक धेरै प्रगति गर्नु राम्रो गर्ने एकदमै राम्रो भन्छ है। माया धेरैभन्दा धेरै माया छ। नपुग छोड्दै नयाँ आयो हात्ती आयो बुढापाकाको चाहिँ आशीर्वाद भनेको त हाम्रो इतिहास हो। बा आउँदाखेरि यो ठाउँमा एउटा घर थिएन होला। हामीले त यो आशीर्वाद दिने हो यहीँबाटै। ठिक छ आशीर्वाद हाम्रो चेली हो। चेलीको प्रगति राम्रो भएको छ। कलाकारितामा अत्यन्तै एकदम राम्रो छ। घरको परिवारले पनि अत्यन्तै सपोर्ट गरेको छ नानीलाई। हाम्रो रत्नगर कलामन्त्रीको सिनियर कलाकार सदस्य सपना श्रीले जस्मिन चौधरीलाई टिका लगाइदिएर आशीर्वाद दिँदै गिफ्ट दिँदै हुनुहुन्छ। जुनै बर्थडेमा नि रिसाउँछ तैँले कामै त्यस्तो गर्छस् त नरिसाएर साथी मेरो केक पसल हो त अनि उठाएर ल्याउन अहिले यो पनि फुट्यो भने टेन्सन हुँदैन। जबरजस्ती लगाएर छिटो नम्नै दिँदैन के गर्नु। ल बर्थडे गर्ल केही भन्नु छ त? साथीभाइहरू कतिजना मिस गरे होला नि अब यो भिडियो हेरेपछि के भन्छ? जतिजना मिस गरे पनि उनीहरूलाई अब छुट्टै स्पेसल हुन्छ। ए लास्टमा हामी चाहिँ स्पेसल हैन रहेछ भन्न खोजेको मतलब कि अब आज विशेष गरी अरूलाई नबोलाए पनि नबोलाए पनि अरू दिनमा तिनीहरूलाई चाहिँ
आफ्नो झेस कला मन्दिरको साथीहरू बहिनीहरूलाई बहिनीहरूलाई के अरे गर्छु केही दिनमा केही दिनमा गर्नेछु पार्टी दिन्छु केही भन्नु छ सपना दिदी भयो केही छैन नि है छिटो बन्द गर्नु